कल्पना गरौँ है, एउटा व्यक्तिले लाखौं रुपैयाँ र 4 वर्षको समय खर्चेर अटोमोबाइल इन्जिनियरिङको डिग्री हासिल गर्छ। अनि ऊ एउटा एकदमै प्रतिष्ठित इलेक्ट्रिक गाडी, भनौँ न इभीको सोरुममा अन्तर्वार्ता दिन जान्छ। अँ अनि पक्कै पनि ऊ एकदम ढुक्क हुन्छ नि म नै हानिन्छु भनेर। हो नि, तर अन्त्यमा त जागिर कसले पाउँछ थाहा छ? एउटा यस्तो व्यक्तिले जसले कलेजको अनुहार देखेको छैन, तर पछिल्लो 2 वर्षदेखि स्थानीय ग्यारेजमा बसेर विद्युतीय गाडीको ब्याट्री र मोटर खोल्दै जोड्दै सिकेको छ। वाओ, यो सुन्दा त डिग्री हातमा बोकेको व्यक्तिलाई यो प्रणाली कति पक्षपाती छ जस्तो लाग्न सक्छ। एकदमै। तर आजको यो हाम्रो विस्तृत विश्लेषणको केन्द्रबिन्दु नै यही हो। सायद एउटा स्वस्थ र सही दिशामा अघि बढिरहेको अर्थतन्त्रले काम गर्नुपर्ने तरिका नै यही हो। सुन्दा अलि अप्रत्याशित लाग्न सक्छ, तर परम्परागत शिक्षा र वास्तविक कामको संसार बीचको जुन एउटा ठूलो खाडल छ नि, त्यसलाई बुझ्न तपाईँको यो उदाहरण एकदमै सटिक छ। आज हामी अन्तर्राष्ट्रिय श्रम सङ्गठन अथवा आईएलओको क्षमतामा आधारित तालिम अर्थात् कम्पिटेन्सी बेस्ड ट्रेनिङ म्यानुअलको गहिरो अध्ययन गर्दैछौँ। यसलाई छोटकरीमा सीबीटी पनि भनिन्छ। हो, परम्परागत शिक्षाले ज्ञानको मापन गर्छ। मतलब कतिवटा किताब पढ्यो र परीक्षाको कापीमा कति नम्बर ल्याइयो भनेर हेर्छ। अनि यो सीबीटीले चाहिँ के गर्छ त? सीबीटीमा चाहिँ के पढेको छ भन्ने कुराले भन्दा पनि के गर्न सक्छ भन्ने कुराले अर्थ राख्छ। एउटा कामदारले कुनै पनि काम उद्योगले तोकेको मापदण्डमा गर्न सक्छ कि सक्दैन भन्ने कुरा नै यसको चुरो हो। भनेपछि यो त खाना पकाउने कुरा जस्तै भयो नि। कसरी? भन्नाले परम्परागत शिक्षा भनेको कुनै नाम चलेको मास्टर सेफले लेखेको रेसिपी कण्ठ गर्नुभयो अनि परीक्षामा त्यसमा के मसला पर्छ भनेर लेख्नु हो। ठ्याक्कै। तर यो क्षमतामा आधारित तालिम भनेको त सिधै भान्सामा पसेर त्यो खाना पकाउनु र चाखेर हेर्दा स्वाद ठ्याक्कै त्यस्तै हुनु होइन र? एनालोजी त एकदम राम्रो हो, तर कुरा त्यतिमै रोकिँदैन नि। ए हो र? अरू के हुन्छ त? भान्सामा पसेर एकचोटि मिठो पकाउनु मात्रै पनि क्षमता होइन के? पकाइसकेपछि त्यो खानालाई एउटा 5 स्टार होटलको मापदण्ड अनुसार लगातार दिन सक्नुपर्छ। लगातार भन्नाले हरेक पटक उही स्वाद हुनु पर्यो? हो, हरेक पटक उही स्वाद, उही सजावट र उही गुणस्तरमा दिन सक्नु चाहिँ बल्ल क्षमता हो। यसमा ज्ञान, सिप र दृष्टिकोण तीनवटै कुराको फ्युजन हुनुपर्छ। ज्ञान, सिप र दृष्टिकोण अलि प्रश्न पारिदिनुस् न। जस्तै खाना पकाउने ज्ञान पनि चाहियो, अनि तरकारी काट्ने सिप पनि चाहियो, र भान्सामा सरसफाई राख्ने वा ग्राहकसँग बोल्ने सही दृष्टिकोण पनि चाहियो के? वाउ, यो त एकदमै विस्तृत कुरा पो रहेछ। तर यो कुरा सुन्दा जति आदर्श लाग्छ नि, व्यवहारमा उतार्न त्यति नै गाह्रो होला जस्तो लाग्छ मलाई त। गाह्रो त पक्कै हुन्छ, तर असम्भव छैन। अघिकै ग्यारेज मेकानिकको कुरा गरौँ न, उसले काम त जानेको छ, तर उसँग प्रमाणपत्र त हुँदैन नि। हो, अनौपचारिक रूपमा सिकेको हुन्छ। अनि हाम्रो जस्तो समाजमा प्रमाणपत्र नहुँदा ठूला कम्पनीले जागिर पत्याउँदैनन्। त्यस्तो अवस्थामा यो सीबीटी प्रणालीले उसलाई कसरी मूलधारमा ल्याउँछ त? त्यहीनिर एउटा एकदम महत्त्वपूर्ण अवधारणा आउँछ। पहिले नै सिकेको सिपको मान्यता वा रेकग्निसन अफ प्रायर लर्निङ, जसलाई आरपीएल पनि भनिन्छ। आरपीएल? अनि यसले कसरी काम गर्छ? यो प्रणालीले के भन्छ भने सिप जहाँ सिकेको भए पनि सिप नै हो। त्यसैले त्यो ग्यारेजको मेकानिकलाई सुरुदेखि कक्षा कोठामा राखेर पढाउनु पर्दैन। भनेपछि उसलाई सिधै काम गर्न दिने? सिधै काम होइन, बरु उसलाई सिधै परीक्षण केन्द्रमा लगिन्छ। अनि उसले दावी गरेको काम, जस्तै इभीको ब्याट्री व्यवस्थापन गर्न लगाएर प्रत्यक्ष अवलोकन गरिन्छ। भनेपछि प्रयोगात्मक परीक्षा जस्तै भयो? एकदम। यदि उसले उद्योगले तोकेको मापदण्ड पूरा गर्छ भने उसलाई औपचारिक प्रमाणपत्र दिइन्छ। यसले गर्दा सिप भएर पनि कागज नहुँदा पछि परेका हजारौं कामदारहरू मूलधारको अर्थतन्त्रमा जोडिन सक्छन्। यो त साँच्चै नै क्रान्तिकारी कदम हो। एकछिन है, मलाई यहाँनिर एउटा ठूलो प्रश्न गर्न मन लाग्यो। भन्नुस् न। रोजगारदाताहरू सधैँ बजारमा दक्ष कामदार पाइएन, सिपको अभाव भयो भनेर गुनासो गरिरहेका हुन्छन् नि। हो, यो त हामीले दिनौं सुन्ने कुरा हो। अनि तालिम केन्द्रहरूले पनि त्यही अभावलाई देखाएर धमाधम तालिम चलाइरहेका हुन्छन्। तर के साँच्चै सधैँ सिपको मात्रै अभाव हो र? यो एकदमै राम्रो प्रश्न उठाउनु भयो। कतिपय अवस्थामा त कामदारसँग प्रशस्त सिप हुन्छ, तर कम्पनीहरूले दिन खोजेको तलब यति थोरै हुन्छ कि कोही पनि त्यहाँ काम गर्नै जाँदैनन्।
सही कुरा। अनि रोजगारदाताले चाहिँ दक्ष जनशक्ति पाइएन भनेर सिपलाई दोष दिन्छन्। यो त सिपको बेमेल भन्दा पनि शोषण जस्तो भएन र? यो एकदमै गम्भीर र यथार्थपरक कुरा हो। क्षमतामा आधारित प्रणालीको वकालत गर्ने अन्तर्राष्ट्रिय अभ्यासहरूले पनि यो कुरालाई स्पष्ट रूपमा स्वीकार गर्छन्। भनेपछि आईएलओको म्यानुअलमा पनि यो कुरा उल्लेख छ नि बजारमा कामदार नपाइनुको अर्थ सधैँ सिप नहुनु होइन भनेर प्रष्ट पारिएको छ। अनि अर्को कुरा ओभर स्किल्ड जनशक्तिको पनि त होला नि? हो, धेरैजसो अवस्थामा आवश्यकताभन्दा बढी सिप भएका जनशक्ति बजारमा उपलब्ध हुन्छन्, तर प्रस्ताव गरिएको तलब, सुविधाहरू वा काम गर्ने सुरक्षित वातावरण उनीहरूको अपेक्षा अनुसार हुँदैन। अनि त्यस्तो बेला तालिम दिएर मात्र त केही अर्थ भएन नि? ठ्याक्कै, यस्तो बेला थप सिपमूलक तालिम दिएर समस्याको समाधान निस्किँदैन। भनेपछि समस्या एकातिर छ, हामी तालिम दिएर अर्कोतिर समाधान खोजिरहेका हुन्छौँ। एकदम सही। यहाँनेर व्यवस्थापन तहको समस्या छ। कम्पनीहरूले आफ्नो मानव संसाधन र तलब संरचना सुधार्नुपर्छ। कामदारहरूको अधिकारको कुरा पनि आउँछ होला नि यसमा? आउँछ नि। कामदारहरूले ट्रेड युनियनहरू मार्फत सामूहिक बार्गेनिङ गर्न सक्ने वातावरण हुनुपर्छ। तालिमले मात्रै अर्थतन्त्रका सबै आर्थिक र व्यवस्थापकीय भुवाङहरू टाल्न सक्दैन भन्ने कुरा बुझ्न एकदमै जरुरी छ। ल, मानौ तलब र कार्य वातावरणको समस्या समाधान भयो रे। अब साँच्चै नै बजारमा सिपको अभाव छ कि छैन भनेर कसरी नाप्ने त? यसको लागि निकै व्यवस्थित तरिकाहरू छन्। उत्पादनको बजार, श्रम बजार र तालिम बजारको बीचमा तालमेल छैन भन्ने कुरा त बुझियो, तर कुन कामको लागि कति जनशक्ति चाहिएको छ भनेर हावाको भरमा वा अनुमान लगाएर त भन्न मिलेन नि? हो, अनुमानको भरमा त चल्दैन। त्यसको लागि वैज्ञानिक विधिहरू प्रयोग गरिन्छन्। जस्तै एउटा महत्त्वपूर्ण विधि हो ट्रेसर स्टडी। ट्रेसर स्टडी यो भनेको के हो? यसमा तालिम लिएर निस्केका व्यक्तिहरूलाई केही समयपछि फलोअप गरिन्छ। उनीहरूले कहाँ काम गर्दैछन् भनेर हेरिन्छ। फलोअप भनेको उनीहरूले कहाँ के गरिरहेका छन् भनेर जासुसी गर्ने जस्तो? होइन, जासुसी होइन। यसलाई प्रभावकारी अनुसन्धान भन्न सकिन्छ। ए, अनुसन्धान। कस्तो खालको अनुसन्धान? एउटा उदाहरण दिनुस् न। जस्तै मानौ एउटा संस्थाले 100 जनालाई सोलर प्यानल जडान गर्ने तालिम दियो। 100 जनालाई दियो। अनि 1 वर्षपछि ट्रेसर स्टडी गर्दा थाहा भयो कि तीमध्ये 90 जनाले त अर्कै पेसा गरिरहेका छन्। कोही वैदेशिक रोजगारीमा गएका छन् त कोही ट्याक्सी चलाइरहेका छन्। ओहो, 90% अर्कै काम गरिरहेका छन्। हो, यसको अर्थ के हो भने या त बजारमा सोलर प्यानल जडान गर्ने काम नै छैन, या त्यो काममा दिने ज्याला यति न्यून छ कि उनीहरू अर्कै पेसा रोज्न बाध्य भए। यो त एकदमै आँखा खोल्ने कुरा भयो। तालिम दियो, प्रमाणपत्र बाँड्यो, फोटो खिच्यो अनि काम सकियो भन्ने मानसिकतालाई यसले पुरै भत्काउने रहेछ। एकदमै। यसले तालिम दिने संस्थालाई आफ्नो कार्यक्रम बन्द गर्ने वा बजार सुहाउँदो परिवर्तन गर्ने ठोस आधार दिन्छ। अनि अर्को एउटा डेल्फी मेथड भन्ने पनि सुनिन्छ नि स्रोत सामग्रीहरूमा, त्यो चाहिँ के हो? डेल्फी मेथड भनेको अर्को एउटा निकै रोचक विधि हो। विज्ञहरूलाई राखेर छलफल गराउने त होला नि, हैन र? छलफल गराउने मात्र होइन, यसको प्रक्रिया निकै फरक र मनोवैज्ञानिक हुन्छ। सामान्यतया 8-10 जना विज्ञहरूलाई एउटा कोठामा राखेर छलफल गराउँदा के हुन्छ? के हुन्छ र? अलि बाठो र ठूलो स्वर हुनेले जित्छ होला नि? ठ्याक्कै। जो अलि ठूलो स्वरमा बोल्छ, जसको पद ठूलो छ वा जो अलि बढी आक्रामक छ, उसकै कुरा हावी हुन्छ। अरू चुप लाग्छन्। हो, मिटिङहरूमा अक्सर त्यस्तै हुन्छ। तर डेल्फी मेथडले यो कुरालाई रोक्छ। यसमा विज्ञहरूलाई एउटै कोठामा राखिँदैन। उनीहरूलाई छुट्टा छुट्टै राखेर को सहभागी छन् भन्ने कुरा गुप्य राखेर लिखित रूपमा प्रश्नावली पठाइन्छ। भनेपछि अनुहारै नहेरिकन प्रश्न सोधिन्छ। यसरी त कसरी निष्कर्ष निस्किन्छ त? पहिलो चरणमा उनीहरूले दिएका उत्तरहरूलाई जम्मा गरिन्छ। ती उत्तरहरूको सारांश बनाएर फेरि दोस्रो चरणमा उनीहरूकै रायको लागि पठाइन्छ। ए, अनि उनीहरूले अरूको विचार पनि पढ्न पाउँछन्? हो, उनीहरूले अरूको तर्क पढ्छन्, तर त्यो तर्क कसको हो भन्ने थाहा पाउँदैनन्। यसले गर्दा कुनै पूर्वाग्रह वा दबाव बिना विशुद्ध तर्क र तथ्यको आधारमा उनीहरू आफ्नो राय दिन सक्छन्। आफ्नो राय परिवर्तन गर्न वा आफ्नै कुरामा अडिग रहन पनि पाएली त? एकदमै भरपर्दो निष्कर्ष निस्किन्छ, जसमा कसैको इगो वा पदले प्रभाव पारेको हुँदैन। वाउ, यो त निकै गहिरो विधि रहेछ। तर यो त भयो नीतिगत र अनुसन्धानको कुरा। अघि हामीले इभी मेकानिकको उदाहरण दिएका थियौँ नि? दिएका थियौँ। अब बजारमा इभी मेकानिक चाहियो भन्ने पक्का भयो रे।
अब त्यो मेकानिकलाई ठ्याक्कै के सिकाउने भनेर कसले तय गर्छ? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। कलेजका प्राध्यापकहरूले सिलेबस लेख्छन् कि सरकारी अधिकारीहरूले? यहाँनिर नै क्षमतामा आधारित तालिमले परम्परागत शिक्षालाई धेरै पछाडि छोड्छ। यसको लागि ड्याकम विधिको प्रयोग हुन्छ। ड्याकुम, DACUM, यो भनेको डेभलपिङ अ करिकुलम हो। यसमा कलेजका प्राध्यापक वा सिद्धान्तकारहरूलाई ल्याइँदैन। अनि कसैलाई ल्याइन्छ त? साँच्चीकै ग्यारेजमा बसेर दिनौं गाडी बनाइरहेका 8 देखि 12 जना उत्कृष्ट कामदारहरूलाई ल्याएर 2 दिनसम्म एउटा कार्यशालामा राखिन्छ। उनीहरूले नै त्यो पेसाको शल्यक्रिया गर्छन्। तर एकछिन रोके है मैले। 12 जना मेकानिकलाई 2 दिनसम्म एउटा कोठामा थुनेर राख्दा त झगडा पो पर्ला त? किन झगडा पर्नु र? त्यहाँ कामको वैज्ञानिक शल्यकरण भन्दा पनि कुन ब्रान्डको रेन्च राम्रो वा कुन गाडीको मोडल झुर भन्नेमै चर्काचर्की पर्ला नि। सबै आआफ्नो क्षेत्रका उस्ताद हुन्छन्। हो, त्यस्तो जोखिम त हुन्छ। अनि उनीहरूलाई कसरी एउटा बिन्दुमा ल्याउने त? यो त भद्रगोल हुँदैन र? त्यही भएर त्यहाँ एउटा एकदमै दक्ष सहजकर्ता हुन्छ। उले उनीहरूलाई उपकरण वा ब्रान्डको बारेमा कुरा गर्न दिँदैन। ए, भनेपछि फेसिलिटेटरले कन्ट्रोल गर्छ। हो, उसले सम्पूर्ण कामलाई 2वटा भागमा टुक्र्याउन लगाउँछ, एउटा ड्युटी र अर्को टास्क। ड्युटी र टास्क, यी दुईमा के फरक छ नि? ड्युटी भनेको मुख्य जिम्मेवारी हो र टास्क भनेको त्यो जिम्मेवारी पूरा गर्न गरिने साना काम हुन्। जस्तै इभी मेकानिकको एउटा ड्युटी हुन सक्छ ब्याट्री म्यानेजमेन्ट सिस्टम परीक्षण गर्ने। अनि यसभित्रको टास्क चाहिँ के हुन्छ त? यसभित्र पढ्ने टास्कहरू जस्तै मल्टिमिटर प्रयोग गरेर भोल्टेज नाप्ने वा खराब भएको ब्याट्री सेललाई सुरक्षित रूपमा निकाल्ने। ए, भनेपछि हरेक सानो सानो कामलाई केलाइन्छ? हो, हरेक टास्क यस्तो हुनुपर्छ जसलाई हेरेर नाप्न सकियोस् र जसको सुरुवात र अन्त्य स्पष्ट होस्। यसरी ती 12 जना कामदारले आफ्नो पुरै पेसालाई 5-6 वटा ड्युटी र त्यसभित्र पर्ने दर्जनौं कास्कमा विभाजन गरेर एउटा चार्ट बनाउँछन्, होइन त? ठ्याक्कै, त्यसलाई नै ड्याकेम चार्ट भनिन्छ। भनेपछि ती 12 जनाले जे भन्यो देशैभरिको लागि त्यही नै आधिकारिक पाठ्यक्रम बन्छ त? उनीहरूले केही महत्त्वपूर्ण कुरा छुटाएका वा गल्ती गरेका पनि त हुन सक्छन् नि। हो, तपाईले एकदम सही पोइन्ट समात्नुभयो। त्यही भएर त्यो ड्याकम चार्ट नै अन्तिम हुँदैन। ए, भनेपछि अरू पनि प्रक्रिया बाँकी हुन्छ नि। त्यसपछि प्रमाणीकरण वा भेरिफिकेसनको चरण आउँछ। त्यो चार्टलाई लिएर बजारका अन्य 100 अनुभवी कामदारहरूका गइन्छ। 100 कामदारहरूका? अनि उनीहरूले के गर्छन् त? उनीहरूलाई प्रत्येक टास्कको भोटिङ गर्न लगाइन्छ। मुख्यतया 3वटा आधारमा भोटिङ हुन्छ। कुन कुन हुन् ती 3वटा आधार? पहिलो हो फ्रिक्वेन्सी, वा यो काम कति धेरै पटक गरिन्छ भनेर हेरिन्छ। अनि दोस्रो नि? दोस्रो हो क्रिटिक्यालिटी, अर्थात् यो काम बिर्रेमा कति ठूलो नोक्सान हुन्छ। र तेस्रो हो डिफिकल्टी, अर्थात् यो सिक्न कति गाह्रो छ। यो क्रिटिक्यालिटी वा महत्त्वको कुराले मलाई अलिकति सोचमग्न बनायो। कसरी? जस्तै इभी गाडीको हाई भोल्टेज ब्याट्री छुनु भनेको त सानो गल्तीले पनि ज्यान नै जान सक्ने कुरा हो नि। हो नि, एकदमै खतरनाक हुन्छ। यो काम दिनदिनै गरिँदैन होला, तर यो यति महत्त्वपूर्ण छ कि यो नसिकाइकन कोही पनि मेकानिक बन्नु हुँदैन, होइन त? एकदम सही बुझाए। कुनै काम वर्षमा 1 पटक मात्रै गरिन्छ भने पनि यदि त्यो काम बिग्रिँदा आग लागि हुन्छ वा मान्छेको ज्यान जान्छ भने त्यो कामलाई तालिमको पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गर्नुपर्छ। वाउ, यो त एकदमै वैज्ञानिक प्रक्रिया रहेछ। हो, यही वैज्ञानिक भोटिङ र गणितीय विश्लेषणपछि मात्र एउटा आधिकारिक कामको विवरण तयार हुन्छ। ल, अब यो सबै प्रक्रिया पूरा गरेर एउटा प्रमाणित सूची बन्यो रे। हामीलाई थाहा भयो कि इभी मेकानिक बन्न ठ्याक्कै 40 वटा टास्क गर्नै पर्छ। अब यो कुरालाई एउटा विद्यार्थीको हातसम्म वा कक्षा कोठासम्म कसरी पुर्याइन्छ त? के हरेक तालिम केन्द्रले आफ्नै तरिकाले पढाउँछन्? त्यस्तो मनपरी गर्न पाइँदैन। त्यो कामको विवरणलाई क्षमता मापदण्ड र पाठ्यक्रममा ढालिन्छ। क्षमता मापदण्ड भन्नाले कम्पिटेन्सी स्ट्यान्डर्ड्स हो, यो मापदण्ड भनेको घर बनाउने ब्लुप्रिन्ट जस्तै हो। यसमा प्रष्ट लेखिएको हुन्छ कि त्यो 40 वटा टास्क गर्नको लागि तालिम केन्द्रमा कस्ता उपकरण हुनुपर्छ, प्रशिक्षकको योग्यता के हुनुपर्छ, अनि विद्यार्थीको मूल्याङ्कन नि? विद्यार्थीले परीक्षामा पास हुन के गरेर देखाउनुपर्छ भन्ने पनि प्रष्ट हुन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यो तालिम परम्परागत स्कुल जस्तो वर्षभरि पढेर अन्तिममा एकैचोटि जाँच दिने खालको हुँदैन। भनेपछि कसरी पढाइन्छ त? यसलाई साना साना मोड्युलमा विभाजन गरिन्छ। मोड्युलर प्रणाली भनेको
के यसमा एउटा मोड्युल पढेर पास भइसकेपछि मात्र अर्कोमा जान पाइने हो? हो, एउटा ठूलो कोर्सलाई साना आत्मनिर्भर एकाइहरूमा टुक्र्याइन्छ। आत्मनिर्भर एकाइ भनेपछि एउटा सानो कुरा पुरै सिकिसक्ने। परम्परागत शिक्षामा 100 पूर्णाङ्कमा 32 नम्बर ल्याएपछि विद्यार्थी पास हुन्छ नि। हो नि, 68% कुरा नजाने पनि डिग्री पाइन्छ। तर क्षमतामा आधारित तालिममा त्यस्तो हुँदैन। यसमा 100% मास्टरी वा पूर्ण दक्षता हासिल गर्नु पर्छ। 32 नम्बर ल्याएर पास हुने प्रणालीको यो कस्तो अचम्मको विकल्प। भनेपछि यदि कसैले गाडीको ब्रेक बनाउन सिकिरहेको छ भने उसले 90% मात्र सही तरिकाले ब्रेक बनायो भने पास हुन पाएन? पाएन नि। उसलाई अलिअलि जानेको छ, पास गरिदिउँ भन्न मिलेन है। किनकि 90% सही ब्रेक भएको गाडी सडकमा गुड्यो भने त सिधै दुर्घटना हुन्छ। हो त नि। कि त काम गर्न सक्छ कि सक्दैन, बीचको बाटो हुँदैन। अनि एउटा मोड्युल नसके अर्को सुरु गर्न पाइन्छ कि पाइँदैन? पाइँदैन। जबसम्म उसले पूर्ण रूपमा त्यो मोड्युलमा दक्षता देखाउँदैन, उसले अर्को मोड्युल वा इन्जिनको काम सिक्न पाउँदैन। तर यसले त एउटै कक्षामा भएका विद्यार्थीहरूलाई पनि फरक फरक ठाउँमा पुर्याउने भयो नि। कसरी? कोही एकदम छिटो सिक्ने हुन्छन्, उनीहरूले 10 दिनमा एउटा मोड्युल सक्लान्। कसैलाई त्यही कुरा सिक्न 1 महिना लाग्ला। त्यो त हो। अनि कलेजको सेमिस्टर वा शैक्षिक क्यालेन्डर त भद्रघोल भएन र? एउटै कक्षाका कोही कहाँ पुग्ने भयो। भद्रगोल हुँदैन, बरु यही नै यसको सुन्दर पक्ष हो। यसलाई सेल्फ पेस्ड सिकाइ भनिन्छ। आफ्नो गतिमा सिक्ने। हो, परम्परागत शिक्षा प्रणालीमा समय निश्चित हुन्छ, जस्तै 6 महिनाको सेमेस्टर, तर सिकाइ अनिश्चित हुन्छ। कसैले धेरै सिक्छ, कसैले थोरै। ठ्याक्कै। तर क्षमतामा आधारित प्रणालीमा सिकाइ निश्चित हुन्छ, सिक्नै पर्छ, तर समय परिवर्तनशील हुन सक्छ। एउटा विद्यार्थीले आफ्नो गति अनुसार सिक्न पाउँछ। वाउ, यो त एकदमै राम्रो कुरा भयो। समयले क्षमतालाई निर्धारण गर्दैन, क्षमताले समयलाई निर्धारण गर्छ। यो त शिक्षालाई हेर्ने पुरै दृष्टिकोण नै उल्ट्याउने कुरा भयो। समयको सट्टा क्षमतालाई केन्द्रमा राख्ने। हो नि। यो सम्पूर्ण विश्लेषणलाई फर्केर हेर्दा एउटा कुरा एकदमै प्रष्ट हुन्छ। आजको निरन्तर परिवर्तन भइरहेको अर्थतन्त्रमा भित्तामा झुण्ड्याइएको आकर्षक डिग्रीभन्दा वास्तवमा के गरेर देखाउन सकिन्छ भन्ने कुराले धेरै ठूलो महत्त्व राख्छ। एकदम सही। जसले कामलाई वैज्ञानिक रूपमा टुक्र्याएर वास्तविक बजारको आवश्यकतासँग जोड्छ, त्यसैले मात्र बेरोजगारी र सिपको बेमेल जस्ता ठूला समस्याहरू समाधान गर्न सक्छ। त्यही भएर क्षमतामा आधारित तालिम एउटा शैक्षिक विधि मात्र होइन, यो श्रम बजारलाई नै रूपान्तरण गर्ने एउटा बलियो औजार हो। यसले कामदारलाई आत्मविश्वास दिन्छ र उद्योगलाई आफूले खोजे जस्तो उत्पादनशीलता दिन्छ। साँच्चै नै गहिरो र सोचमग्न बनाउने कुरा। अब अन्त्यमा यो सम्पूर्ण छलफलपछि एउटा यस्तो प्रश्न उब्जिएको छ जुन हामी सबैले मनन गर्न जरुरी छ। के होला त्यो? यदि यो क्षमतामा आधारित प्रणालीले औपचारिक विद्यालय बाहिर सिकेको सिपलाई पनि पूर्ण मान्यता दिन्छ र डिग्रीभन्दा काम गराएको गुणस्तरलाई नै प्रधान मान्छ भने भविष्यमा के होला? के होला त? के भविष्यमा हामी यस्तो युगमा पुगौँला जहाँ विश्वविद्यालयका परम्परागत डिग्रीहरूको कुनै अस्तित्व नै नरहोस्? यो त निकै गहिरो प्रश्न भयो। कल्पना गरौँ त, मानिसहरूले 4 वर्ष कलेज धाउनुको सट्टा आफ्नो विभिन्न सिपहरूको क्षमताको पोर्टफोलियो मात्रै बोकेर सिधै रोजगारीमा जान सक्ने दिन आयो भने के होला? त्यो दिन पक्कै पनि शैक्षिक क्षेत्रको लागि एउटा ठूलो क्रान्ति हुनेछ। सायद भविष्यको शिक्षा भनेको विद्यालयको चौघेराभित्र सीमित नहुनु पो हो कि? यो प्रश्नलाई विचार गर्दै गरौँ। आजको यो गहिरो अध्ययनबाट हामी बिदा हुन्छौँ। नमस्कार। नमस्कार।